दृष्टिबाट के पुष्टि हुन्छ भने जेन्जी आन्दोलनमा को नाउँमा यसरी चाहिँ आतङ्ककारीहरूले देशद्रोहीहरूले योजनाबद्ध रूपमा सिंहदरबार लगायतका संसद भवन सर्वोच्च अदालत अथवा अन्य ठाउँका सार्वजनिक सम्पत्तिहरू जलाउनुपर्छ, जसलाई बङ्गलादेश जस्तो बनाउनुपर्छ जुन न्यूनको योजना थियो, त्यही योजना अनुरूप यस्ता कार्यहरू भएका छन् भनिन्छ। अबको जुन कार्की आयोगले एउटा प्रतिवेदन तयार पारेको छ, यो प्रतिवेदनलाई कसलाई कारबाही भएन। अनि मेरो चाहिँ प्रश्न के छ भने राज्यका सम्पत्ति जलाउनेहरूलाई कारबाही हुन्छ कि हुन्न? जुन सिंहदरबार जलाउन गए, जुन संसद भवन जलाउन गए, सर्वोच्च अदालत जलाउन गए, ती जलाउने राष्ट्रिय सम्पदा जलाउनेहरूलाई कारबाही हुन्छ कि हुन्न? तपाईँको विचार के छ? कमेन्टमा